मलाई के जरुरी छ? मेरो छिमेकीले मलाई के भन्छ के जरुरी छ? मलाई काठमाडौँ बसेको 42 वर्ष भयो, कुनै छिमेकीले 1 चम्चा नुन दिएको छ र? कुनै छिमेकीले 1 गिलास चामल दिएको छ र? बस्छ नि पैसा नहुँदा बस्छ नि 5 रुपैयाँ दिएको छ र? त्यो छिमेकी खुसी बनाउने नाममा छोरीको सपना र मेरो आफ्नो दायित्वबाट म किन चुक्ने? समाज यति नराम्रो भयो भने लखेट्न लट्ठी लिएर बसेको हुन्छ। राम्रो भएको दिन प्रेम त कसैले गर्दैन नि। गर्छ, धेरैले गरेको छ, मेरो भनाइको सेन्स। तर समाजले के भन्छ भन्ने होइन। हामी समाज बदल्न हिँडेकाहरू, समाजले के भन्छ भनेको दिन हामी आफै सकिन्छौँ। तपाईँ चारवटा महाकाव्य लेखेर समाज बदल्ने कुरा गर्नुहुन्छ। समाजले के भन्छ भनेर डराउनु हो भने हात उठाएर भन्छु, मेरो छोरीले त्यो मान्छेसँग बिहे गरी जो मान्छेको हातले यो देशको झन्डा सिलायो। मलाई के छ आपत्ति? मेरो कविता छ क्या त्यहाँ, होइन? त्यस कारणले मलाई जरुरी छैन। मलाई समाजसँग डर लाग्दैन, मलाई मेरो आत्मासँग डर लाग्छ। हिजो भोकै बसेर आज नवरा लम्साल भइस्, आज मिठो खाने नाउँमा तेरो कविताको अक्षर बेचिस् भने के गर्ने भन्ने कुराले मात्रै मलाई पोल्छ।